भिजिट भिसा जस्तो जुन जघन्य अपराध छ यो त मानव बेचबिखन हो। यस्तो कुरामा चाहिँ अहिले जसरी हामीले सभामुखसँग पनि गृहमन्त्रीले एउटा छानबिन समिति बनाउने प्रतिबद्धता चाहिँ अस्तिको सदनबाट दिनुहुन्छ कि भन्ने हामीले आशा गरेका थियौँ। तर त्यो आशा चाहिँ निराशामा परिणत भयो। गृहमन्त्रीज्यूले चाहिँ त्यो समिति बनाउने त कुरा कता हो बरु उल्टै धम्की दिने धम्कीपूर्ण भाषामा चाहिँ गृहमन्त्रीज्यू प्रस्तुत हुनुभयो। हामी अहिले चाहन्छौँ यो मानव बेचबिखन हो। यो नेपालीलाई एक त रोजगारी नदिने, रोजगारीका लागि विदेश जानुपर्छ भनेर नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बेच्ने यो ठुलो जघन्य अपराध हो। यो अपराधका विरुद्धमा एउटा छानबिन समिति बन्नुपर्छ। छानबिन समिति नबन्दासम्म राष्ट्रिय प्रजातन्त्र पार्टी रापरवाले निरन्तर हामी यसले विरोधका कार्यक्रम जारी राख्छौँ र गृह मन्त्रालयबाट छानबिन गर्ने प्रतिबद्धता आउनुपर्छ र अहिलेका गृहमन्त्री लगायत यहाँभन्दा अगाडिका गृहमन्त्रीहरू पनि छानबिनमा आउनुपर्छ। यो आजको मात्र मुद्दा होइन, यो 1-2 महिनामा मात्र घटेको मुद्दा होइन। यो विगत लामो दशकौं वर्षदेखि 6, 7, 8, 9 वर्षदेखि निरन्तर हुँदै आएको कुरा हो। यहाँसम्म सुन्नमा आएको छ कि अहिले त सफ्टवेयर बनाएर पनि भागबण्डा गरिएको छ भन्ने कुराहरू चाहिँ बाहिर आइसकेका हुँदा त्यो भए हुनाले गृह मन्त्रालयले र सरकारले छानबिन समिति नबन्जनसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले यसको छानबिन समितिको माग गर्छौँ। हामी निरन्तर विरोधका कार्यक्रम जारी राख्छौँ। चलाउने कुरा अब उहाँहरूको कुरा हो र हामीले त्यतिखेर भन्या पनि थियौँ राष्ट्रसभाका साथीहरूलाई, अहिले प्रचण्डजीको भर गरेर जानुभयो भने तपाईँ धोका पाउनुहुन्छ। हिजो प्रचण्डजीलाई भर गरेकै कारणले आज रवि लामिछाने थुनिनु परेको छ। प्रचण्डजी प्रधानमन्त्री हुँदाखेरि नै टीआरसी जसरी हाम्रो टीओआर बन्ने कुरामा कुन कुन सहकारीको छानबिन गर्ने भन्दा काङ्ग्रेस एमालेहरू नमिलेका सहकारीको मात्रै छानबिन गर्ने भन्ने टीओआर जो प्रचण्डले घुमाउरो पारामा गरे र आज अन्ततः रवि जेल गए। हिजो राष्ट्रसभाका साथीहरूले हामीले भनेका हौँ यसरी साथ च्याप्नुपर्ने आवश्यकता छैन, भोलि धोका खानुहुन्छ भन्ने कुरा आज धोका पाउनु भएको छ। त्यो भएको हुनाले हामी चाहिँ त्यो पक्षमा छैनौँ। हामी सिङ्गल छौँ, एक्लै छौँ, हामी निरन्तर लडिरहन्छौँ। यसमा भोलि हाम्रो मुद्दामा साथ दिन कोही आउँछन् भनेपछि ठिकै छ, तर यसरी छेपारोको जस्तो रङ प्रवृत्ति गर्नेहरूसँग सहकार्य गरेर अगाडि बढ्दैन। अब यो चाहिँ अग्निशाप कोटा प्रकरण हो। किनभने अहिले पनि प्रष्टै मैले त अस्ति नै भनेको थिएँ, अहिले मात्र होइन यो करिब संसदको यहाँभन्दा 10-12 दिन अगाडि नै मैले एउटा सार्वजनिक रूपमै यसको मैले स्ट्याटस लेखेका थिएँ। त्यो कुरालाई लिएर हिजो प्रचण्डले पनि जवाब दिनुभएछ। कमरेड प्रचण्डलाई म भन्न चाहन्छु नेपालीका आँखामा छारो हाल्ने काम बन्द गर्नुहोस्। फौजदारी कसुर त्यो पनि ज्यान मान्ने उद्योगमा कुनै पनि व्यक्तिलाई सम्मानित अदालतले छानबिन गर, उसलाई अनुसन्धान गर भनेर आदेश दिने बित्तिकै त्यस्ता व्यक्तिहरू बाहिर बसेर अनुसन्धान हुँदैनन्। त्यस्ता व्यक्तिलाई ज्यान मान्ने उद्योगका व्यक्तिलाई हिरासतमा लगेर अनुसन्धान गर्ने नेपालको कानुनी प्रवृत्ति र कानुनी नियमावली नियम छ। तर अग्निसापकोटाको हकमा त त्यो भएन। किन भएन भने भिजिट भिसामा चाहिँ प्रचण्डजी पछाडि हट्ने, उहाँले छोड्ने, उता अग्निसापकोटा छोड्ने, यो गिभ एन्ड टेकको जसरी अहिले जुन अवधारणा सार्वजनिक भयो, यो अवधारणाले मुलुकमा राजनीतिक दलहरूले अपराधीकरणलाई कसरी सेटिङ गरेर मिलाउँछन् भन्ने कुरा छर्लङ्ग भएको छ। र प्रचण्ड कमरेडले चाहिँ हिजो जुन अभिव्यक्ति दिनुभयो हामी अग्निसापकोटासँग होइन भनेपछि त्यसो हो भने गृह मन्त्रालयले ज्यान मान्ने उद्योगमा कोही व्यक्तिलाई अदालतले आदेश दिइसके पनि बाहिर राखेर अनुसन्धान गरे देख्नु भएको छ? उहाँ त बाहिरै हुनुहुन्छ, त खुलमखुला भाषण गर्दै हिँड्नु भएको छ। त्यो भए हुनाले यसरी सेटिङ गरेर जनता र नागरिक र देशका विरुद्धमा सेटिङ गर्ने, आफू बच्ने प्रवृत्तिका अगाडि बढ्नु हुँदैन। राष्ट्रपालाई मेरो सुझाव छ, तपाईँ प्रचण्ड 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 भन्नुहुन्छ, केही राष्ट्रपाका साथीहरू प्रचण्डको सिद्धान्तसँग आई लभ यु प्रचण्ड भन्दै हिँड्नु भएको छ। यसले तपाईँ जस्ता नवयुवा साथीहरूलाई तपाईँहरूको भविष्य मात्र होइन यो देश बर्बादीतिर जान्छ। सुध्रिनुहोस् सुध्रिनुहोस् सुध्रिनुहोस्। प्रचण्डलाई साथ लिँदा आज रवि थुनिनु परेको छ। प्रचण्डलाई साथ लिँदा आज तपाईँहरू बिचारा बीच बाटोमा अल्पत्र पर्नु भएको छ। यसरी नजानुहोस्, बेलैमा सुध्रिनुहोस्, मेरो यही सुझाव छ। हामी निरन्तर आफ्नो कुराहरू राख्छौँ। हामी 1 जना भए पनि राख्छौँ, 10 जना भए पनि राख्छौँ र संसदमा कसको बहुमत कति छ त्यसले महत्त्व राख्दैन। संसदमा कसले के एजेन्डा उठायो त्यसले महत्त्व राख्छ। हस्, धन्यवाद।